हेलो हाई एभ्रिवान हेलो नमस्कार। एउटा कुरा गर्नु थियो। अब यतिखेर नेपालमा के भइरहेछ, अब न्युज यो पनि चलिरहेछ कि एउटा मान्छे नेपालभरि जति हिन्दू बस्ने मान्छे छन् त्यतिजनालाई चुनौती दिएर हिन्दू मन्दिर मठहरू जलाउने कुरा गरिरहेछ। अब सरकारले के गर्छ, के गर्यो अहिलेसम्म, त्यसलाई अहिलेसम्म केही खबर छैन, केही पत्तो छैन। कहाँ छ त्यो मान्छे, सरकारले समात्यो कि समाते छैन। अनि त्यसपछि एउटा मुद्दा अझै छ, रोहिङ्गियाहरूको, जुन हाम्रो नेपालमा घुसपेट गरिरहेछन्। अब खोइ पछि गएर कति दुःख पाउँछन् नेपालीहरू, त्यो त पछि गएर थाहा हुन्छ, अहिले कहाँ थाहा हुन्छ। अहिले त बस्न दिनु, के भइरहेछ हुन दिनु। जब आफ्नो टाउका माथि आउँछ त्यसपछि थाहा हुन्छ कि के हो रोहिङ्गिया भनेर, के गर्छन् यिनीहरू, के गर्न सक्छन् नेपालमा। त्यो पछि गएर आतंक तिनीहरूको थाहा पाइन्छ, अहिले होइन। अहिले त चुप लागेर बस्नु, पहाडी होस् मधेसी होस् जोसुकै होस्। अब मधेसमा त तिनीहरू पसिसकेछन्, अब पहाडतिर अझै बाँकी छ। अहिले पर्खी बस्नु, आउँछ पालो, हेर्छौँ हामी पनि यहीँबाट। हामी त विदेशमा बसेर आफ्नो धर्म संस्कृति जोगाउने, अनि त्यसपछि नेपालमा बसेर नेताहरू त्यही धर्म संस्कृतिलाई सत्यानाश पार्ने। न केही कारवाही हुन्छ न के हुन्छ, के गर्ने। अब हामी पनि अब विदेशबाट फर्केर आउनै पर्छ जस्तो लागिरहेछ। नेपालमा केही गर्नुपर्छ, किनभने अब नेताहरू त केही पनि गर्न सक्दैन। अहिलेको बेला यस्तो छ कि सबैजना हाम्रो संस्कृतिमा घात पुर्याउने, यताउता गर्ने त्यस्तो मान्छेहरू रहेछन्। अब संस्कृति बचाउने कोही पनि त्यस्तो छैन। अलिकति आवाज उठाएको छन् त्यहाँ रूपन्देही जिल्लाको सिके गुप्ता भन्ने, अरू कोही पनि त्यस्तो छैन।